हेलो एभ्रिवान, वेलकम टु एनसिए नेपाल। आज चाहिँ हामी पासपोर्ट म्यानेजरको बारेमा कुरा गर्न गइरहेको छौँ। आज चाहिँ हामी कोपास भन्ने यो पासपोर्ट म्यानेजरलाई कसरी इन्स्टल गर्ने, कसरी युज गर्ने भनेर सिक्छौँ। यो चाहिँ ओपन सोर्स बेस्ड CLI बेस्ड एप्लिकेसन हो। यदि तपाईहरु डेभअप्सको काम गर्नुहुन्छ, साइबर सेक्युरिटीमा काम गर्नुहुन्छ, डेभलपमेन्टमा काम गर्नुहुन्छ, सिस्टम एडमिनमा काम गर्नुहुन्छ भनेपछि चाहिँ तपाईहरुको लागि यो अति हेल्पफुल हुन्छ। ल धेरै कुरा नगरेर हामी अगाडि बढौँ। फर्स्टमा चाहिँ यसलाई इन्स्टल गर्नलाई मेरो चाहिँ आर्च भएको भएर म चाहिँ प्याकम्यान, कोपास, GNUPG र गिट चाहिँ अप्सनल को लागि हो। यो यदि सिन्क्रोनाइज गर्नुहुन्छ भनेपछि गिटहबमा त्यसको लागि युज गर्न सक्नुहुन्छ। GNUPG र कोपास चाहिँ अब चाहिने नै भयो। यही चिज चाहिँ हजुरहरुको यदि उबुन्टुमा हो, काली लिनक्समा हो या अरु हो भने चाहिँ आफ्नो प्याकेज म्यानेजर युज गरेर इन्स्टल गर्न सक्नुहुन्छ हजुरहरुले। यसरी चाहिँ पहिला सुरुमा यसलाई चाहिँ इन्स्टल गर्नु पर्यो। अनि यदि यो मेरोमा चाहिँ अलरेडी इन्स्टल छ, तपाईहरुकोमा छैन भने इन्स्टल गर्नुस् फर्स्टमा। अनि त्यसपछि चाहिँ फर्स्टमा चाहिँ हामीले चेक गर्नुपर्ने हुन्छ, भेरिफाई गर्नुपर्ने हुन्छ यिनीहरु छ कि छैन भनेर। कोपास गरेर भर्जन गरेर हामीले हेर्न यसको भर्जन हेर्न सक्छौं। अनि GPG गरेर पनि यसको पनि भर्जन हामी हेर्न सक्छौं। सो यसरी यसको पनि भर्जन हेर्न सक्छौं हामीले, हैन। सो हामीसँग दुईटै छ। फर्स्टमा चाहिँ यसको लागि हामीलाई चाहिँ की जेनेरेट गर्नुपर्ने हुन्छ GPG बाट। GPG गरेर हामीले फुल की जेनेरेट यसरी गरेर की जेनेरेट गर्न पर्यो है। अनि यसरी की जेनेरेट गर्दाखेरि चाहिँ अब एल्गोरिदम चाहिँ कुन आफूले राख्ने हो आफ्नो चोइस अनुसारले। अहिले मैले चाहिँ डिफल्टको लागि 9 हुन्छ, सो 9 नै गरे। यसमा चाहिँ यो जुन 25519 भएको छ डिफल्टमा, यहीलाई नै गरे। यो चाहिँ अब अहिलेको लागि चाहिँ मैले एक्सपायर कहिले पनि नहुने भनेर यो गरेर बनाए। यसलाई सोध्छ यसले एक्सपायर नगर्ने भनेर यस गर्नु पर्यो। र अब रियल नेम, हैन, यसमा चाहिँ अब यसको लागि लेबलहरु भनौं न, हैन। यो की कसको लागि बिलोङ्स गर्छ, कसको लागि हो, हैन, कसले युज गर्ने हो, पछि हामीले चिन्नको लागि लेबलिङ गर्छौं। अब यसमा नेम चाहिँ जस्तै राखौं जोन भनेर राखौं। अनि इमेल एड्रेस john@ncatm.xyz है। मेरो टाइपोहरु यस्तै हुन्छ है। अनि अब कमेन्टमा चाहिँ दिस इज फर टेस्ट ओन्ली, हैन, ओके छ। सो ओके गर्दियौ। र यसले यो पासवर्ड माग्छ, यो चाहिँ हाम्रो मास्टर पासवर्ड हो है। यो चाहिँ हामीले बिर्सिनु हुँदैन। यो चाहिँ अलि सेक्युरै राख्नुपर्ने हुन्छ। यहीले नै हो सबै पासवर्डहरुलाई हामीले इन्क्रिप्ट गर्ने है। सबै पासवर्ड इन्क्रिप्ट गर्न या डिक्रिप्ट गर्न नै हामीले यही पासवर्ड युज गर्छौं। सो यसलाई चाहिँ अलिकति सेक्युर राख्नुपर्ने हुन्छ। सो यसरी राखिसकेपछि अब यो बन्छ, हैन, की जेनेरेट हुन्छ। अनि की जेनेरेट चाहिँ हामीलाई चाहिने भनेको यो पब्लिक कीको भ्यालु है। यो जुन भ्यालु छ यो चाहिँ हामीलाई चाहिने हुन्छ। यसको चाहिँ युज गरेर हामीले अब इन्क्रिप्ट गर्छौं। फर्स्टमा चाहिँ हामीले के गर्नुपर्ने हुन्छ, गो पास गरेर इनिट गरेर यो भ्यालु जुन छ हाम्रो पब्लिक कीको यो गरेर हामीले इनिट गर्न पर्यो। यसरी इनिट हुन्छ र अब यहाँ, हैन, यसको कहाँ गएर स्टोर हुने हो देखि लिएर कन्फिगरेसन फाइलहरु, हैन, यिनीहरुको बन्छ भनौं न, हैन। यसरी अब यो ठाउँमा चाहिँ हाम्रो गएर जति पनि चीजहरु इन्क्रिप्टेड भएको त्यो चाहिँ यहाँ गएर बस्छ। अब फर्स्टमा चाहिँ जस्ट मानौ हामीलाई चाहिँ एउटा पासपोर्ट जेनेरेट गरेर फेसबुकमा एकाउन्टै क्रिएट गर्नलाई हो, के गर्नलाई गर्नुपर्ने छ, सिक्योर पासवर्ड जेनेरेट गर्नुपर्ने छ। अब त्यसको लागि चाहिँ हामीले के गर्छौं, गो पास जेनेरेट, त्यसपछि वेबसाइट अब facebook.com, अनि त्यसपछि मानौ अब जोन भन्ने एकाउन्ट है। यसको लागि हामीले अब कति लेन्थको, हैन, अहिले 15 लेन्थको भनौं। यसरी चाहिँ अब पासपोर्ट एउटा जेनेरेट भएर बसिसक्छ। हामीले यो गो पास सो वेबसाइट गरेर यसको जुन पाथ दिएर पनि हेर्न सक्छौं यसलाई, हैन। यसरी पनि हामीले हेर्न सक्छौं। यसरी हेर्यो भनेपछि चाहिँ डाइरेक्टली सो हुन्छ, हैन, अगाडि। तर हामीले यसलाई सो नगरेर डाइरेक्टली यदि हामी भिडमा काम गरिरहेका छौं भनेपछि त्यति बेला पनि -c युज गरेर यसलाई डाइरेक्टली क्लिपबोर्डमा कपी गर्न सक्छौं है। यसरी अब फर्स्टमा चाहिँ हाम्रो मास्टर की माग्छ, हैन, यसलाई डिक्रिप्ट गर्नको लागि। अहिलेलाई चाहिँ सो
यसरी क्लिपबोर्डमा कपी भयो भनेर भन्यो यसले हैन। अब क्लिपबोर्डमा कपी भइसकेपछि हामीले चाहिँ के गर्न सक्छौँ भनेपछि यताबाट आउनु फेसबुक एकाउन्ट बनाउँदैछौँ। उताबाट डाइरेक्टली क्लिपबोर्डमा कपी भइसकेको छ र अब यतातिर हामीले डाइरेक्टली यसरी आएर हाल्न सक्ने हो, जसको कारणले गर्दाखेरि चाहिँ यदि हामी भिडियोमा काम गरिरहेछौँ भने पनि कसैलाई थाहा हुने भएन है। अनि त्यसपछि चाहिँ अब अर्को भनेको यदि हामीलाई यसमै हैन यो नगरेर यदि क्रिएट गर्नु थियो हैन, मानौ हामीलाई चाहिँ उताबाट पासवर्ड आएको छ, यताबाट जेनेरेट गर्नु छैन, क्रिएट गर्नु छ है। मतलब उताबाट पासवर्ड केही दिएको छ अलरेडी डिफल्टमा बनेर, त्यो पासवर्डलाई चाहिँ सेभ गर्नु छ यतातिर भनेपछि हामीले गो पास क्रिएट गरेर अब क्रिएट गर्दाखेरि वेबसाइटै हो भनेपछि अब यो जुन हामीले बनाउँछौँ यसले चाहिँ उतातिर अहिले डाइरेक्टली बनाउँछ, एकछिनमा म देखाउँछु। वेबसाइट गरेर वेबसाइटमा चाहिँ मानौ मलाई चाहिँ समथिङ केही ई सेवाबाट पासवर्ड आयो, नभए ब्याङ्कबाट हैन, एक्सवाइजी ब्याङ्कबाट मलाई अब त्यसको चाहिँ युजर नेम राख्नु छ। यहाँ चाहिँ अब यसमा चाहिँ जोन छ हैन, यसमा चाहिँ राख्नु छ भनेपछि फर्स्टमा चाहिँ हामीले के गर्छौँ क्रिएट गर्छौँ हैन। अब यहाँ हैन क्रिएट गर्यो, अब यो क्रिएट गर्दाखेरि यसले सोध्छ के को हो हैन, वेबसाइटको लगइन हो के हो हैन, युआरएलहरू सोध्छ यसले। अब वेबसाइट युआरएल भनिसकेपछि अब यसमा चाहिँ हामीले एक्सवाइजी ब्याङ्क डट एक्सवाइजी नै राखिदिनु सक्यो हैन। अब युजर नेममा जोन हैन, अनि जेनेरेट पासवर्डमा अब नो हैन, पासवर्ड हामीले जेनेरेट गर्नु छैन हामीलाई। अनि अब इन्टर फर द पासवर्डमा चाहिँ यताबाट उताबाट आएको पासवर्ड के हो समथिङ हैन, यसरी राखेर अब हामीले यसरी राखेर सेभ गर्छौँ। अहिले चाहिँ मलाई सेभ गर्नु छैन, राखौँ न। सो यसरी पासवर्ड चाहिँ हामीले राखेको चाहिँ हैन अब सेभ हुन्छ। अब यसलाई चाहिँ हामीले कतिवटा के छ हाम्रो पासवर्ड भनेर हेर्नको लागि चाहिँ हामीले गो पास गरेर एलएस गर्यो भने पनि हेर्न सक्छौँ हैन। गो पासमा अब एउटा facebook.com मा जोन नाम गरेको छ, अर्कोमा पनि जोन नाम गरेको छ हैन। अब यस्तो भइसकेपछि चाहिँ हामीलाई सी गर्नलाई चाहिँ हेर्नको लागि चाहिँ सो गर्नलाई चाहिँ अब दुईटै जोन भएको भएर कन्फ्लिक्ट हुनसक्छ। सो हामीले चाहिँ यसलाई facebook.com जोन गरेर नै या XYZ ब्याङ्क जोन गरेर गर्न सक्छौँ। अब यसमा अलग अलग नाम भएको भइदियो भने चाहिँ हामीले त्यसलाई पनि हेर्न सक्छौँ। जस्तै म अर्को पनि क्रिएट गर्छु, त्यसैबाट जेनेरेट गरौँ न, गो पास जेनेरेट वेबसाइटमा गरौँ, डिस्कर्ड नै गरौँ होइन, त्यो नै गरौँ न, डिस्कर्ड नै गरौँ। डिस्कर्ड गरेर यहाँ चाहिँ डिस्कर्डमा चाहिँ जोनको ठाउँमा रक राखौँ है। रक राखेर हामीले यहाँ चाहिँ अब रकको पासवर्ड सेट गर्नु छ। हामीले यसमा चाहिँ यसरी पासवर्डमा त सेट गर्दैछौँ अहिले चाहिँ 15 को गर्यो, सेट भयो होइन। हामीले गो पास गरेर एरेस गरेर हेर्न सक्छौँ। यहाँ अब हामीको 3टा पासवर्ड छ होइन, जोनको, रकको, जोनको होइन। एउटा चाहिँ XYZ ब्याङ्कको लागि हो, एउटा चाहिँ facebook.com को लागि। अब हामीलाई यदि सो गर्नु छ भनेपछि गो पास सो गरेर हामीले XYZ ब्याङ्क .xyz/जोन गऱ्यो भनेपछि यसले हामीलाई जोनको पासवर्ड दियो टेस्ट भनेर है। अब यही केसमा हैन यदि हामीले यसको सट्टामा चाहिँ यदि जोन मात्र दियो भनेपछि हेरौँ के हुन्छ। सो दुईटा छ भनेर भन्छ यसले चाहिँ हैन, हामीलाई सोध्छ कुन गर्ने कुनको दिने, जोन नाम गरेको दुईटा छ भनेर। सो यसमा चाहिँ अति सजिलो हुन्छ हैन यसरी हेर्नलाई, गर्नलाई, कमान्ड लाइनमा काम गर्नलाई। अब हामीलाई फेसबुकको त चाहिँ हामी 0 गर्छौँ, जसले गर्दा हामीलाई फेसबुकको पासवर्ड दियो हैन। अहिले चाहिँ फेसबुकको पासवर्ड छैन हैन, के छ सरी, यहाँ तल फेसबुकको पासवर्ड दिइरहेछ हैन। वेबसाइट कुन, वेबसाइट सिक्रेट यताउता भनेर पनि दिइरहेछ यहाँ हामीले हालेको डाटाहरू। अब यसकै सट्टामा हामीले यदि जोन गरेर facebook.com गरेर डाइरेक्टली स्ल्यास गरेको भए डाइरेक्टली फेसबुकै दिन्थ्यो। अब यसमा चाहिँ हामीले यदि डिस्कर्ड मात्र, सिङ्गल डिस्कर्ड मात्र छ, सो डिस्कर्ड मात्र गरेर इन्स्टल गरिन्छ, डिस्कर्डको डाइरेक्टली दियो हैन। अब यसलाई नै हामीलाई क्लिपबोर्डमा डाइरेक्टली कपी मात्र गर्नु छ हैन, यतातिर देखाउनु छैन, डाइरेक्टली कपी गर्नु छ र उतातिर लगेर हाल्नु छ भनेपछि डाइरेक्टली हामीले यसरी कपी गर्न सक्छौँ हैन। यसको चाहिँ अब युज धेरै नै छ है, हामीले हेर्न सक्ने, गर्न सक्ने। अब यसको अरू कमान्डहरू पनि छ जुन मैले यहाँ चाहिँ देखाइरहेको छैन। अब गो पास गरेर हामीले
यसरी पनि हेर्न सक्छौँ। यसको ग्लोबल अप्सनहरूदेखि लिएर हैन, ग्लोबल कमान्डहरू हैन, अरू सबै कमान्डहरू। अनि अब यो कमान्डहरूको हेल्प लिनको लागि पनि हामीले गो पास गरेर मानौँ हामीलाई इनिटकै हेल्प लिनु छ, इनिट गरेर हामीले यसरी हेल्प लिएर इनिटको हेल्प लिन सक्छौँ है। अब यसमै चाहिँ हामीले सोको पनि हेल्प लिन सक्छौँ, यसरी सोको हैन, जुन स्पेसिफिक कमान्डको स्पेसिफिक हेल्पहरू पनि यसरी लिन सक्छौँ। आजलाई चाहिँ ल यति नै, अब अर्को भिडियोमा भेटौँला। हस्, थ्याङ्क यू सो मच भिडियो यहाँसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। अर्को भिडियोमा भेट्छौँ हामी। ल हस्, सी यू सुन गाइज।